गर्दा हामी आफैसँग जे छ त्यो चाहिँ अर्कोले सेयर गर्ने नै धन परमिता हो र त्यसले नै अर्कोको आवश्यकता अनुसारको सेवा भएर जान्छ र हामीले चाहिँ अर्कोले सानोतिनो सेवा गरेर मात्र ती मान्छे पनि मुक्त हुन्छ भन्ने छैन र आफू पनि मुक्त पाउँछ भन्ने छैन। त्यस कारणले गर्दा चाहिँ हामीले सानोतिनो सेवाहरू गर्नुभन्दा पनि आफूलाई अभ्यास गरेर आफूले मुक्त दिएर आफूले बुद्ध बनाउने र त्यही आफूले जसरी मुक्त पाउँछ जसरी बुद्ध प्राप्ति गर्छ त्यही ज्ञान चाहिँ अर्कोले पनि सेयरिङ गर्ने यो नै सबभन्दा बुद्धिस्टको ठुलो धर्म हो। ज्ञानै हुनुपर्छ, अज्ञानताबाट मुक्त भएको हुनुपर्छ र अज्ञानताबाट मुक्त हुनुले चाहिँ प्रथममा हामीले चाहिँ शून्यताले चाहिँ बुझ्नुपर्छ। त्यसले पर्यापरा जस्तो अब पारमितामा शील पारमिता अनि वीर्य पारमिता अनि अर्को छन्द पारमिता अनि ध्यान पारमिता पर्या पारमिताहरू छ र त्यो सबै चाहिँ अनि जुन के भन्छ वज्रयानभित्र चाहिँ बाहिर हुन्छ तर वज्रयानभित्र जाने अगाडि चाहिँ पर्या पारमिता चाहिँ अनिवार्य रूपले चाहिँ हामीले बुझ्नु परेको हुन्छ। पर्या पारमिता बुझेन भने अनि वज्रयान र हिन्दू दुईटामा के फरक छैन। मान्छ, पूजा गर्छ, आशीर्वाद माग्छ। हामी बुद्धिस्टहरू पनि देवी देवताले पूजा गर्छ, आशीर्वाद माग्छ, यो एउटै भएर जान्छ। गर्दा चाहिँ प्रथममा हामी के हुनुपर्छ भने बुद्धिचित्तलाई आफ्नो स्वार्थी हटाउनुपर्छ र स्वार्थीको लागि देवी देवता प्रयोग गर्ने टाइपको हामी हुनु भएन र दोस्रोमा देवी देवताको भनेको के हो त कस्तो हो त भने बुझ्नुको लागि चाहिँ प्रथममा हामीले शून्यता बुझ्न आवश्यकता पर्छ। बुद्धिस्टको इष्टदेवहरू कोही चिन्न सक्दैन। गिनेको हो, बाजार बरानेको हो, कर्तिकालीको हो, बाजार किलायाको हो, अपरामिता भगवानको त्यस्तै टाइपको जुन हामी इष्टदेव जति छ त्यो इष्टदेवहरू सबैले चिन्नुको लागि चाहिँ शून्यताको ज्ञान चाहिन्छ। जस्तो छ कुनै राक्षस जस्तोहरू छ, काम गरेर छ, कुनै क्रोध काम गरेर छ। यति शून्यता बुझेन भने यहाँ पनि मानव र मान्छे र यो देवी देवतामा केही डिफ्रेन्ट पनि ल्याउन सक्दैन। पारमितामा चाहिँ हामी अध्ययन गर्नुपर्छ। अब त्यसपछि चाहिँ पारमिताले चाहिँ हामी दर्शन नभए पनि उहाँको विषयमा हामीले अलि बुझ्नु सकेपछि चाहिँ अनि वज्रयानमा हामी सिधै जान सकिन्छौँ। सुन्दर केटाले भन्दैछु कि उहाँ त घरचेला वर्षको चेला भएको कारणले गर्दा म आशा गर्दैछु कि उहाँलाई शून्यता दर्शन भयो होला। उहाँले पर्या पारमिता ढल्न सुनिसक्यो होला किनभने मलाई आशा गर्दैछु र हाम्रो यहाँको व्यक्तिहरूले चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरूले पनि बिस्तारै शून्यताले चाहिँ हल्का अध्ययन गर्ने कोसिस गर्नुपर्छ। शून्यता पढ्नेलाई अक्षर चाहिँदैन है, तपाईँहरू लामा बन्नु पनि पर्दैन, तपाईँहरूलाई अक्षर पढ्नु पनि सिक्नु जरुरत छैन र मात्र तपाईँले दिमाग चाहिन्छ। दिमागलाई विचार गर्नु सक्नुपर्छ। दिमागलाई चाहिँ विचार गर्न सक्यो भने जस्तो यो के हो कस्तो हो यो कसरी बन्यो यो बन्ने कहाँबाट बन्यो यो लास्ट फुट्यो भने लास्टसम्म कहाँसम्म फुट्न सकिन्छ भनेर चाहिँ हामी यति दिमाग चलाउन सक्छ भने त्यहाँदेखि हामीले शून्यता बुझ्न सकिन्छ है। So Rinpoche is also advising all people present here that in order to understand emptiness, you don't have to be a lama necessarily, but just try to investigate the nature of phenomena. So we give the example of the Buddha, as you saw, that understanding where it originated from, where it ends, where it starts, where it ends. So like that, just trying to investigate, you can try to examine and get closer to the understanding of Shunyata. त्यस कारणले गर्दा चाहिँ आज म शून्यताको कुरा लामो चाहिँ के गर्न सक्दिनँ, टाइम पनि हुँदैन। So today there is not much time, that's why you cannot give a very in-depth explanation of emptiness. तर पनि हामी सबैले बुझ्नु चाहिँ हामी म भन्ने र यो सामानहरू भनेको चाहिँ आफूमा चाहिँ सधैँको लागि स्थित रूपमा चाहिँ यो भन्ने कुरा चाहिँ कहाँ पनि छैन।
But at the same time, what you can do is that, for oneself, like self and other, you can think that for oneself and the objects, that there is nothing that is 100% permanent in yourself or the object. चाहिँ यो हो है भनेर चाहिँ हामीले खोजेर गयो भने अलि पनि रहेछ यहाँ एउटा रहेछ यो चाहिँ हो भन्ने एउटा पनि हामीले भेट्न सक्दैन। हामी मान्छेमा आफूमा पनि म यो रहेछ भन्ने एउटा पनि हाम्रो शरीर वचन चित्तमा जति खोजे पनि म भन्ने चाहिँ भेट्न सक्दैन। र सामानहरू पनि हामीले त्यसको खोज्दै गयो भने सामान हो यो चाहिँ यो रहेछ भन्ने चाहिँ देखाउन नसक्ने एउटा अवस्था हुन्छ, त्यसले चाहिँ शून्यता भन्छ। So we're just talking about the identity-less of oneself, the subject and not the object. So Rinpoche says that even if you try to investigate ourselves, if you try to find the self inside of yourself, you will not find something. And similarly for objects too, if you will try to investigate the self of the object too, you would not be able to encounter that. अनि त्यस कारणले गर्दा धेरै जस्तोले के हुन्छ भने बाजरयाना भनेको चाहिँ देवदेवता साधना गर्ने, मन्त्र जप्ने, शक्ति देखाउने के होला भने त्यस्तो एउटा भावना गर्न महसुस गर्छ, त्यो पनि होइन। So Rinpoche says that there is a common misunderstanding in that. र निर्वाहना यथार्थमा जस्तो हो त्यस्तो अभ्यास गर्ने बाजरयाना हो। So basically Vajrayana practice is all about understanding the truth of both samsara and nirvana. अनि जुन शून्यता छ, शून्यता जस्तो त्यस्तोमा चाहिँ शून्यताको भगवान अभ्यास गर्ने हो, उत्पादीकरण गर्ने हो, शून्यताको मन्त्र जुम्ने हो, शून्यताको समापन क्रममा अनि के भन्छ ध्यान गर्ने हो। त्यही बाहेक वज्रयाना भनेर चाहिँ अनि देवदेवता बोलेर, देवदेवता पूजा गरेर, देवदेवतालाई खुसी पारेर, देवदेवतालाई हामीले चाहिँ आशीर्वाद सिद्धि दिने भन्ने त्यस्तो चाहिँ एउटा पनि छैन। So basically in the Vajrayana, त्यसपछि अब यो चाहिँ मैले बुद्धिस्टको वज्रयानासम्म कसरी पुग्छ भने एउटा इन्ट्रोडक्सन गरेको हो। So basically Rinpoche just gave the introduction of how to reach Vajrayana from the beginning step to the Vajrayana. अहिले हामी गुरुहरूले पनि चेला छान्नु पनि सक्दैन, चेलाहरूले गुरु छान्नु पनि सक्दैन। हामी वाङ देऊ भनेपछि गुरुले पनि दिन्छ, वाङ दिन्छ भने चेलाले पनि थाप्छ। त्यसैले वज्रयाना भनेको चाहिँ अर्को नर्मल धर्महरू जस्तो होला भने जस्तो भइसक्यो, खास त्यस्तो होइन। वज्रयानाको यो सेतो ड्रेस लगाउने पनि सबभन्दा उच्च साधक हो र वज्रयानाको ध्यान के भन्छ ज्ञान भनेको सबभन्दा धर्मको अन्तिमको कुराहरू जस्तो हामी के भन्छ बुद्धिस्ट भित्रको हुन्छ नि, बुद्धिस्ट भित्रको चाहिँ यथार्थको कुराहरू चाहिँ वज्रयाना हो। त्यही कारणले गर्दा यो एकदम हाई लेभल भएको कारणले गर्दा हामीले चाहिँ यो थेरावाद र महायानको अनि ज्ञानहरू पनि हल्का हामीले बुझ्नुपर्छ। नबुझेर चाहिँ वज्रयानामा सिधा गयो भने कुनैले बुझ्नु सक्छ, कुनैले नबुझ्नु पनि सक्छ। त्यसैले वज्रयाना जानेले हामी थेरावाद र महायान सूत्रयाना चाहिँ जसोमा पनि बुझ्नुपर्छ। So Rinpoche says that these days it's म आशा गर्दछु तपाईँहरू सबै वज्रयानाले आस्था गर्ने व्यक्तिहरू हो भने म महसुस गर्दछु र तपाईँहरूले पनि महसुस गर्नु पर्यो म वज्रयानाको एउटा योग्य गुरु हो भनेर तपाईँहरूले पनि महसुस गर्नुपर्ने हुन्छ। So Rinpoche was also mentioning about the importance of the dress. I forgot to mention that about people who are wearing the red and white dress that is connected to the highest teachings of the Vajrayana, and then Rinpoche further adding that. So he hopes that. परिसक्यो अनि उहाँले मैले गुरुको योग्य छ भन्नुभयो होला नि। So Rinpoche says that beautiful Rinpoche considers that you were qualified, that Rinpoche is qualified to be your teacher. You already considered that. त्यसैले आज म उहाँले मेरो वज्र चेलामा स्वीकार गर्दछु। So Rinpoche is today accepting you as his Vajra disciple. त्यस कारणले गर्दा अझ चाहिँ जुन मेन हामीले दिनै गइरहेको चाहिँ वज्रयानाहरू सबैको उत्पत्ति भनौँ कि वज्रयाना सबै जमाउने आमा जस्तो चाहिँ तारा हो। अनि त्यही ताराको चाहिँ अभिषेक चाहिँ दिने गइरहेछु। So today, basically, Rinpoche is going to give the endowment of Tara, who he says is the embodiment of. अनि त्यस कारणले गर्दा तारा चाहिँ प्रथममा हामीले नर्मल रूपले बुझ्नु पर्दा चाहिँ तारा भनेको चाहिँ एउटा मान्छे नै हो। So from the normal perspective, we can think that Tara is like a being, a human being.
तर मान्छेमा जमाउनु भयो मान्छेमा जमेर उहाँले पनि बुद्धहरूको शरणमा गयो र बुद्धको ध्यानले उहाँले ध्यान गर्नु पर्यो भयो र ध्यान गर्नुभयो ध्यान गरेर उहाँ आफै स्थिति प्राप्ति गरेको व्यक्ति हो। So basically, Tara was initially also born as a human being. Then she went to refuge in the Buddhist teachings, and then she practiced and attained wisdom. And after that, she attained the level of Tara. त्यो चाहिँ उहाँको लीला हो। So that's basically her miraculous activity. अनि यथार्थमा त उहाँ आफै स्वयं नै बुद्ध सामन्तवादी हो। And on the absolute Buddhism, अनि त्यस कारणले गर्दा प्रथममा हामीले चिन्नुपर्ने चाहिँ तर मान्छेबाट कसरी यत्रो शक्तिशाली कसरी भयो त्यसमा हामी चिन्नु पर्दछ। So in the beginning, we need to understand that how did Tara become so powerful as a human being? तर चाहिँ पहिला राजा एउटाको छोरीमा जन्म लिनु भएको रहेछ। So in the beginning, she was born as the daughter of a king. अनि उहाँको नाम नै ईशिदावा भन्छ। So her name was Wisdom Moon. अनि ईशिदावाले चाहिँ बिस्तारै उहाँ ठुलो हुँदै गएपछि उहाँले चाहिँ यो संसारको लाइफ मन परेन। So as she grew older, she did not like some. स्थिति उहाँले दर्शन भएको रहेछ। And she had the vision of Buddha Amoghasiddhi. इतिहास कुनैमा चाहिँ उहाँलाई अर्को बुद्धहरू पनि दर्शन भएको देखिन्छ। And in the historical texts, we also find mention of other Buddhas as well. अनि उहाँले त्यही बुद्धहरूको शरणमा गएर उहाँले त्यहाँबाट अनि ज्ञानहरू सिक्नु भएर चाहिँ अभ्यास गरेको हुन्छ। Then she went in refuge of all these Buddhas, and then she obtained the wisdom and practice. That's the history we can find. अचानक उहाँले चाहिँ एकदम समाधिको शक्तिहरू धेरै प्राप्ति हुन्छ। And then she even suddenly got a lot of power of samadhi, of meditative absorption. त्यही समयमा चाहिँ केटी मान्छेले हल्का समाजले हेर्ने दुःख कष्ट के भन्छ क्षणिकको दुःख कष्टहरू धेरैबाट पनि उहाँले के भन्छ मुक्ति दिलाउनु भयो र धेरै जस्तो प्राणीहरूलाई यो संसारबाट मुक्ति दिएर बुद्ध प्राप्ति गर्नेमा उहाँले सेवा गर्नुभयो। त्यसको अनि गुण ज्ञान देखेपछि अनि साँझे गाटा भन्नेले चाहिँ अनि उहाँले के गर्नुभयो भने तिम्रो नाम चाहिँ ढोल्मा भनेर तारा भनेर राख्नुभयो। ढोल्माको अर्थ तारा भनौँ, ताराको अर्थ तारा भनेको चाहिँ तर्ने जस्तो मुक्त दिलाउने, यहाँदेखि उता तर्ने भन्छ खोला तर्ने भने जस्तो कि संसारबाट अनि बुद्धको भूमिसम्म तर्ने प्राणी सबैले त्यहाँ उतार गर्ने भएको कारणले गर्दा तारा भन्ने नाम राखेको रहेछ। अर्को बुद्ध बोधिसत्वहरू भन्दा पनि उहाँको सेवा चाहिँ धेरै फास्ट भएको कारणले गर्दा धेरै छिटो भएको कारणले गर्दा चाहिँ तुतारे। So basically, like her activities are even swifter than all of the Buddhas and Bodhisattva. That's why the next aspect is tuttare. तुतारे भनेको चाहिँ न्युरमा भन्छ नि एकदम छिटो आशीर्वाद दिने छिटो सेवा गर्ने भएको कारणले गर्दा चाहिँ तुतारे भने र अनि उहाँले चाहिँ अर्को बुद्ध बोधिसत्वहरू भन्दा पनि भनौँ अनि उहाँ एकदम बहादुर केटीले बिराङ्गी भनेन अनि बिराङ्गी एकदम बहादुर भएको कारणले गर्दा उहाँको नाम पामो कि त तुरे भनेर चाहिँ उहाँको नाम अर्को नाम पनि छ। जस्तो ढोलमा न्युरमा पामो भनेर चाहिँ अर्को नाम पनि छ। So then the next aspect is tuttare, or basically like pamo. So here, nirma. Ture. So, तुतारे न्युरमा अनि तुरे पामो। So tuttare here basically refers to like her activities are even swifter than all Buddhas and तुङमा पनि भन्छ। तुङमा भनेको चाहिँ उहाँ चाहिँ आमा जस्तो कि जस्तो हामी बुवाहरू भन्दा आमा चाहिँ मन बच्चा नाजुक हुँदो रहेछ। बुवा नाजुक छैन भन्ने कुरा होइन कि बुवा पनि धेरै नाजुक हुन्छ। खास भन्यो भने आमा भन्दा पनि बुवा पनि नाजुक हुन्छ। तर तालकालको लागि चाहिँ बुवा चाहिँ अलि केटा भएको कारणले गर्दा मन अलि ठुलो हुन्छ नि, त्यो कारणले गर्दा अलि के भन्छ एक्सन भनौँ मनको भावनाहरू त्यो छिटो छिटो नआउने हुन्छ नि। जस्तो वेदना भनौँ होइन, ओहो के भयो कस्तो भयो धेरै
बुवाले चाहिँ त्यसो नहुने अनि आमाले चाहिँ के हुन्छ भने बच्चाहरूलाई चाहिँ हल्का रुयो पनि कि भाइ कि भनेर धेरै चिन्ता लाग्ने खालको अनि सधैँ खाए कि खाएन पेए कि पिएन के भयो होला कस्तो भयो होला भनेर चिन्ता भइरहेको छ नि हो त्यो जस्तो उहाँले चाहिँ हामी प्राणीहरू सबै सुख छ कि छैन शान्ति छ कि छैन हामीहरू सबै ठिकठाक चल्दैछ कि छैन भने उहाँ चाहिँ आमा हो भने हामीहरू उहाँको बच्चा जस्तो उहाँ हामीले सधैँ एकदम कृपा दया गरिराख्नु भएको कारणले गर्दा उहाँको नाम तुङमा पनि भन्छ तुङमाले चाहिँ संस्कृतमा के भन्छ तुङमा भनेको चाहिँ सधैँ एकदम कृपा गरिराख्ने खालको नि So then the next aspect is her name. Of course. अनि त्यस कारणले गर्दा चाहिँ उहाँ एउटा नर्मल रूपमा पनि हामी मान्छे सबैको दृष्टि अनुसारले पनि उहाँ चाहिँ मान्छेमा जन्म लिँदा पनि उहाँको भावना छुट्टै र उहाँको वाक्य छुट्टै उहाँको अध्ययन छुट्टै ध्यान छुट्टै र उहाँ ध्यानबाट प्राप्ति गरेको शक्ति छुट्टै र शक्ति भइसक्यो भने त्यस शक्तिको प्रयोग पनि छुट्टै भएको व्यक्ति रूपमा हामीले चिन्नु सक्नु पर्दो रहेछ किनभने हामी त अब एउटा त हामी जन्म लिइसकेपछि आमा बुवाको मायामा बच्छौँ त्यसपछि हामी केटाकेटीको मायामै फसिहाल्छौँ त्यसपछि हामी यो संसारको जति हामी गुरु भेटे पनि जति हामीले चाहिँ यो के भन्छ धर्म सिक्ने कोसिस गरे पनि धर्माभ्यास गर्ने कोसिस गरे पनि आखिर हामी यो संसारको मायाबाट मुक्त हुन अति गाह्रो गर्छ तर उहाँ त्यस्तो होइन कि उहाँले एउटा लीला देखा मात्र हो अनि सुरुमा जन्माउनै उहाँ छुट्टै तलले जन्मिसकेपछि पनि उहाँले चाहिँ जुन संसारको मायामा फसेन उहाँ धर्ममा लाग्नुभयो र धर्ममा लागे पनि उहाँले चाहिँ एकदम शर्ती रूपले गर्नु भएन उहाँले चाहिँ के भन्छ प्राणी सबै हितको लागि उहाँले गर्नुभयो र ती गरे अनुसारको फल पनि उहाँले एकदम अर्कोभन्दा विशेष फल प्राप्ति भयो र त्यो फल पनि उहाँले लास्टमा उहाँले आफ्नै ठुलो हुने आफू एकदम खतरा हुनेको लागि प्रयोग गरेन उहाँले हामीहरूको हितको लागि प्रयोग गर्यो र त्यसपछि चाहिँ उहाँ जुन तारा भइसकेपछि चाहिँ उहाँले चाहिँ प्रथममा इन्डियामा हुनुभएको जुन अब हाम्रो धर्मभित्र नाम छुट्याइदिन्छ जुन हाम्रो अर्को सनातन धर्महरूको भित्रमा उहाँको नाम अलिक छुट्टै नामले चाहिँ उहाँले प्राणीको हित गरेको देखिन्छ र हाम्रो बुद्धिस्टभित्र चाहिँ हरेक गुरुले चाहिँ तारा साधना गरेको कोही भेट्दैन जुन एउटा थेरावादले पनि ताराको शरणमा थेरावाद पनि गएको इतिहासहरू छ किनभने एकचोटि के भन्छ यो के भन्छ थेरावाद भिक्षुहरूले चाहिँ जुन समुद्रमा चाहिँ के भन्छ ढुङ्गामा भित्र जाने बेलामा चाहिँ अनि समुद्रको छालले उहाँहरूले एकदम गाह्रो हुँदा चाहिँ कसले अब घर माग्ने कसले गर्ने भने अब त्यसो गर्ने बेलामा चाहिँ यो महायानाले एउटा कोइनी छ अरे भन्छ जुन तारा भन्ने एउटा छ अरे त्यसले चाहिँ त्यसको शरणमा जाँदा त्यसले चाहिँ घर माग्दा चाहिँ के सेभ गर्छ कि भने उहाँहरूले त्यहाँ पुकार्नुभयो त्यसपछि ताराले चाहिँ उहाँहरूले चाहिँ सेभ गरेको इतिहासहरू पनि भेट्छ यो थेरावादहरूको गुरुहरूमा पनि यो तारा चाहिँ मानेको धेरै देखिन्छ र महायानामा चाहिँ नमानेको कोही छैन अब जस्तो अहिले हामीले धेरै जस्तो सुन्नु भइरहेको चाहिँ यो पेन्टु चुतुन भन्छ नि जुन हाम्रो इन्डियामा भएको बुद्धिस्टको प्रथममा बुद्ध आफै पनि ध्यानमा बस्ने बेलामा मारले उहाँले चाहिँ एट्याक गर्दा चाहिँ अनि उहाँले चाहिँ मारसँग लगभग हारेर रहेछ बुद्ध पनि त्यसपछि ड्रोमाले सेपा के भन्छ नि ड्रोमाले जुन हामी अहिले कुनै बेलामा तपाईँ यो के भन्छ अब उहाँहरूले ठानेछ अस्ति उहाँले पनि हाँसेछ नि त्यसो गरेर ताराले चाहिँ हाँसेछ कि जुन उहाँको हाँसे भन्छ होइन हाँसेले मात्र पनि ती मारहरू सबै दमन गरेर बुद्धले बुद्ध प्राप्ति गर्नु भएको भने बुद्धको सूत्रभित्र भेट्छ नि जस्तो टेपको हान्छ नि हो त्यस्तो टेपकोले चाहिँ के गर्छ बुद्ध प्राप्ति हुनेमा पनि जुन ताराको शक्ति प्रयोग भइरहेछ त्यहाँ ताराले चाहिँ बुद्धको मारहरू सबैले दमन गर्ने उहाँले छेपा के भने उहाँको कृत्य रूप देखाएर चाहिँ उहाँले चाहिँ हाँसाउनु भएको छ त्यो हाँस्याले चाहिँ जुन मार सबै दमन गरेको इतिहास छ चाहिँ बुद्धको के भन्छ अनुयायीमा महायानको चाहिँ अब नगर जुना लगतको अनि जुन नरेन्द्र र विक्रमशिलाको
जुन पण्डितहरू छ, आचार्यहरू छ र धेरै जस्तो भिक्षु साङहरू छ, उहाँहरू सबैले तारा नमानेको कोही छैन। सबै तारा मानेर चाहिँ आफ्नै ज्ञान प्राप्ति गरेको देखिन्छ। र त्यो जस्तो पछि त्यहाँबाट हाम्रो नेपाल भयो, चाइना भयो, त्यो जस्तो उता चिपेरमा पनि बुद्धिस्ट धर्म पुग्दा चाहिँ तारा सबैले चाहिँ तारा चाहिँ मान्नुभएको र सबैले साधना गर्नुभएको देखिन्छ। किनभने जुन हाम्रो इष्टदेवहरू चाहिँ कतिले छुट्टै इष्टदेव मान्छ, साक्याले छुट्टै इष्टदेव मान्छ, त्यो जस्तो हामीले खेलुगले छुट्टै इष्टदेव मान्छ, झोनाङले छुट्टै इष्टदेव मान्छ, निङमाले छुट्टै इष्टदेव मान्छ। निङमाभित्र चाहिँ अझै पनि 8वटा त्योहरू छ, इष्टदेवहरू छ। त्यही पनि गुम्बामा अनि छुट्टै छुट्टै अनि इष्टदेव मान्नेहरू पनि छ। अनि र तारा चाहिँ सबैले मानेको देखिन्छ नि। जस्तो हाम्रो खेलुगले विशेष गरी तारा मान्छ, र साक्याको पनि विशेष तारा हो, कात्युको पनि विशेष तारा हो, अनि निङमाको पनि विशेष तारा हो। त्यसैले तारा नमान्ने कोही बुद्धिस्ट छैन, र तारा साधना नगर्ने पनि कोही व्यक्ति छैन, र तारा साधना गरेर चाहिँ सिद्धि प्राप्ति नभएको पनि कोही पनि छैन। र अहिले हामी नर्मल मान्छेले पनि जुन हाम्रो बाधा विघ्न हटाउनलाई पूजा गर्दैछ, त्यहाँ पनि लामाहरूले सबभन्दा सजिलो पूजा चाहिँ के भन्छ, ढोलमा पर भनेर दिन्छ नि। ढोलमा पर भनेको चाहिँ अनि ताराको स्तुति पढ्ने फाल दिन्छ है। त्यो जस्तो अनि हामी लामाहरूले पनि आफ्नै चेलाले धर्म सिक्ने बेलामा चाहिँ तारा चाहिँ अनुबारै सिकेर हुन्छ। त्यसैले हाम्रो तारा चाहिँ बुद्धिस्ट धर्मभित्रको इष्टदेव, सबभन्दा ठुलो इष्टदेव र सबभन्दा के भन्छ, बुद्धिस्टको बाजरयानाको सबभन्दा आमा जस्तो सबभन्दा पहिला चाहिँ प्रथममा चाहिँ तारा नै हो। गर्दा चाहिँ अनि इतिहास हेर्दा पनि उहाँ सबभन्दा ठुलोमा लेखिन्छ। र फेरि हाम्रो ज्ञानको इष्टदेवहरूमा पनि उहाँ चाहिँ सबभन्दा ठुलोमा अनि के भन्छ दर्शन पाउँछौँ। किनभने अघि मैले भनिसक्यो, जति इष्टदेवहरू छ त्यो सबै सुनेताको लीला हो, सुनेताको एउटा प्रतीक हो। त्यो कारणले गर्दा सुनेता अनि तारा आफै सुनेता हो नि। अनि त्यस कारणले गर्दा चाहिँ अनि ज्ञानको रूपमा पनि अनि इष्टदेवमा चाहिँ तारा सबभन्दा उचित छ। त्यसबाहेक मान्छे सबैले चाहिँ इष्टदेव चाहिँ तारा किन नबनेको, अनि किन ताराको साधनाहरू के भन्छ अनुत्तर योगा अनुसारको साधनाहरू धेरै किन छैन भने उहाँ प्राणीहरू सबैको हितको लागि उहाँ बोधिसत्वको रूपमा छ। उहाँ बुद्धको रूपमा आउनु भएन। उहाँ बुद्ध भइसके पनि उहाँ ढोलमा, निरमा, पामो, तुङमा भनेको नाममा चाहिँ उहाँले एउटा बोधिसत्वको रूपमा बसेको कारणले गर्दा चाहिँ उहाँको साधनाहरू चाहिँ त्यो इष्टदेवको साधनाहरूको रूपमा त्यति आइ छैन। त्यस कारणले गर्दा चाहिँ उहाँको साधनाहरू धेरै जस्तो क्रिया, उपाय, योगा भनेर चाहिँ जुन बाहिर तन्त्रको अनुसारले चाहिँ धेरै हुन्छ। अनि उहाँले चाहिँ अनुत्तर योगामा चाहिँ किन साधना गर्नु मिल्ने त्यसलाई कसरी भयो भने अनि त्यसपछि उहाँ आफै स्वयं बुद्ध हो। र विशेष गरी भगवान् लोकेश्वरले चाहिँ प्राणी सबै संसारबाट उत्तर गरेर बुद्ध प्राप्ति गरिदिन्छु भनेर उहाँले बाचा गरेर उहाँ प्राणी हितमा लाग्नुभयो। उहाँले दिनरात नगरिकन प्राणीहरू सबैलाई चाहिँ मुक्त दिलाउनुतिर लाग्यो। तब धेरै प्राणी मुक्त पनि गरिदियो, तर पनि उहाँले यस्तो प्राणीको ठाउँमा हेर्दा चाहिँ यस्तो लगभग जन पो भोरे जस्तो मात्र देख्ने, गटेर गएको प्राणीहरू सबै साकेर गएको कहिले नदेखेको कारणले गर्दा उहाँलाई आँसु झरेछ नि। जुन दुःख लागेर जति मेहनत गरे, जति प्राणी उत्तर गरे पनि प्राणी जस्तो त्यस्तो जन प्राणी भरेर गएको जस्तो देख्दा चाहिँ उहाँले चित्त दुखेर चाहिँ अनि आँसु झरेको कारणले गर्दा अनि आँसु दुईवटा आँसुबाट चाहिँ फेरि आँसु दुईवटा नै ताराको रूप लिएर चाहिँ ल तपाईँ चित्त नदुख्नुहोस्, हामी तपाईँको काम सघाउँछौँ भनेर चाहिँ जुन सेतो तारा र अनि हरियो तारा दुईवटा चाहिँ फेरि भगवान् लोकेश्वरको आँसुबाट उत्पत्ति भएको इतिहास पनि हुन्छ। हामीले चाहिँ बाहिर तन्त्रको रूपले ताराले के भन्छ ताराको साधना गरे पनि भयो र अनुत्तर योगा अनुसारको
भित्र तन्त्र अनुसारको अनि साधना गरे पनि भयो, जे गरे पनि तर चाहिँ सबै भगवान्भन्दा सिद्धि छिटो दिने, हामीले चाहिँ मुक्त छिटो दिलाउने भगवान्मा पर्छ। अनि त्यसैले सबैले साधना गरे पनि प्रथममा त हामी सबैले चाहिँ ताराको आशीर्वाद लिने नै हामी बुद्ध प्राप्ति हुनुको लागि हो। हामीले प्राणी सबै बुद्ध प्राप्ति गर्ने को क्षमता पाउनको लागि हो। त्यसैले चाहिँ तारा साधना गर्नुभयो भने यो दुइटै प्राप्ति हुन्छ। र विशेष गरी तारा साधना गर्ने व्यक्तिले चाहिँ धन सम्पत्ति धेरै हुन्छ, आयु लामो हुन्छ, बाधा विघ्न कम हुन्छ, रोग बिमार कम हुन्छ र जति सोचेको कामहरू छ नि त्यो चाहिँ सबै सक्सेस भएर जान्छ। त्यो चाहिँ वायुको इतिहास छ, अहिलेसम्म पनि छ र मेरो जीवनमा पनि सबभन्दा ठुलो रोल भनेको चाहिँ ताराको छ। अब सबभन्दा ठुलो इष्टदेव, सबभन्दा नै के भन्छ सेवा छिटो गर्ने, आशीर्वाद छिटो दिने अनि सिद्धि छिटो दिने हो उहाँको। अनि साधनाहरू चाहिँ धेरै साधनाहरू छ। ती साधनाहरू सबैमध्ये चाहिँ आजको साधना चाहिँ अनुत्तर योग अनुसारको अनि झुन्झुम लिङ्गको गम्भीर नीति धर्मबाट चाहिँ अनि उत्पत्ति भएको अनि ताराको आशीर्वाद दिने हो। ती ताराको आशीर्वाद दिनेले चाहिँ म गुरुले गर्नुपर्ने चाहिँ गुरुहरूबाट वाङ लिने र साधना गर्ने र साधना गरेर चाहिँ अनि जुन वाङको सामग्रीहरूले चाहिँ अधिष्ठान गर्ने त्यो मेरो काम हो। त्योहरू सबै मैले राम्ररी गरिसकेको छु। So then the next aspect is that अनि साझा कौमार वर्षबाट साझाको बिरुवा परम्पराको अनि ताराको झेनाङ चाहिँ हामी सबै सँगैका थियो नि अनि त्यही कुम्भमा थपेको। त्यसपछि अनि सत्य ठाउँमा यो छोलिङको तेस्रोको ठाउँमाहरू मैले पहिला गुरुबाट पनि थपेँ, पछि मेरो आफ्नै मूल गुरुबाट पनि थपेँ। र यो आजको यो अभिषेक चाहिँ मेरो मूल गुरु झुन्झुम तिसो झुन्झुम साँझे पेमा सेपारी मुर्चे उहाँको अनि बाट चाहिँ मैले थापेँ। त्यसपछि मेरो साधना मेरो आफ्नै पनि डल्नै साधनाहरू छ, पुस्तकहरू डल्नै छ र त्यो सबैको अनि आशीर्वाद चाहिँ जम्मा गरेर तपाईँहरूलाई दिनेछु। अनि त्यसको लागि मैले साधनाहरू सबै गरिसक्यो। अब तपाईँहरूले गर्नुपर्ने चाहिँ प्रथममा चाहिँ वाङ दिनुहोस् भने रिक्वेस्टको रूपमा चाहिँ मण्डल चढाउनुहोस्। so basically सो गर्नुहोस्, यो संसार हो सम्झिनुहोस्।